गर्यौं र अन्ततः सबगढावासीकै अगुवाईमा नागरिक समाजले आयोजना गरेको यो अभियानमा यहाँहरूलाई नै अगाडि लगाएर जुन किसिमको एउटा सद्भाव र्याली आयोजना गरिएको छ, यसले अब सबगढामा कुनै पनि किसिमको द्वन्द्व हुने छैन, जातीय द्वन्द्व हुने छैन, धार्मिक द्वन्द्व हुने छैन, अन्य कुनै पनि किसिमका द्वन्द्व हुने छैन र कुनै पनि किसिमको द्वन्द्व देखा पर्यो भने सबगढावासी यहाँका अगुवाहरू बसेर आपसी छलफल गरेर समाधान यहीँबाट निस्किनेछ भन्ने विश्वास लिएका छौँ र हिजोको छलफलबाट पनि त्यही निष्कर्ष निकालिएको छ। क्षति स्थानीय समुदायकै हुने हो। स्थानीय समुदायको क्षति रोक्न स्थानीय समुदाय नै जागृत हुनुपर्नेछ। हामी बालबच्चाको शिक्षाका लागि अगाडि बढ्नुपर्नेछ। भोकको लागि कसरी भोक निवारण गर्न सकिन्छ, कसरी गरिबी निवारण गर्न सकिन्छ भन्ने विषयमा हाम्रा ध्यानहरू केन्द्रित गर्नुपर्ने बेलामा हामीले यो धर्म वा त्यो धर्मका नाममा समुदायमा जुन किसिमको विभाजन ल्याउने प्रयासहरू विभिन्न तरिकाबाट हुन्छ, त्यसलाई हामीले बेलैमा चिनेर सचेत हुन जरुरी छ र त्यसका विरुद्ध गाउँकै समुदायहरू बसेर छलफल गरेर समाधान गर्नुपर्नेछ भन्ने एउटा सन्देश दिएको छ। अब आसन्न फागुन 21 गतेको निर्वाचनमा हामी केन्द्रित हुनुपर्नेछ। सबैजनालाई यो निर्वाचनको असल वातावरण बनाउन, अनुकूल वातावरण बनाउन पनि हामी हार्दिक अपिल गर्दछौँ र आज सबगढा गाउँबाट यो जिल्ला रौतहट जिल्ला र देशभरि नै यो सन्देश दिन चाहन्छौँ कि सबगढावासीले आपसी सद्भाव र एकता कायम गर्दै हामी हाम्रो बीचमा कुनै किसिमको द्वेष छैन, कुनै किसिमको विभेद छैन, कुनै किसिमको समस्या छैन। हामी फागुन 21 को निर्वाचनलाई लक्षित गरेर हाम्रा क्रियाकलापहरू, निर्वाचनका क्रियाकलाप पनि अगाडि बढिरहेका छौँ र पर्यन्तसम्म हाम्रा पुर्खाले जे कुरा यहाँ हामीलाई छोडेर जानुभएको छ, एकताको सन्देश, सद्भावको सन्देश जे हामीलाई पुर्खाले छोडेर जानुभएको छ, आजका दिनदेखि नै हामीले देखिएका साना समस्याहरूलाई यहीका वासीले नै बसेर समाधान गऱ्यौँ र यही उद्घोष देशभरि हामी दिन चाहन्छौँ। सबगढावासीकै तर्फबाट म यहाँहरू सबैलाई सबैभन्दा धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँहरू बसेर छलफल गरिदिनु भयो र आफ्नो समस्या आफै समाधान गर्ने जुन हिजोको प्रयास आज यहाँहरूले साँच्चीकै यो सद्भाव